ल हेलो नमस्कार सम्पूर्णमा र आज भने चाहिँ देखिहाल्नु भयो है हाम्रो अब देउसीको दिन गोर्खा टायर देख्नु भयो है यहाँ हुनुहुन्छ मेरो साथी हेलो यहाँ मामा हो ह्यापी देउसी रे हामी चाहिँ निक्लेको है देउसी खेल्नु लो वेशभूषामा आफ्नो जातीय परम्परालाई बचाउनै पर्यो है यो अहिले हाम्रो काँधमा आइपरेको छ भनौँ हो इ हाम्रो भाइ पनि आइसके हेलो भाइ यस 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 हेलो ल त अब है देउसीले खेल्नु पनि गाडीमा गइछ हो लु मामा बस्नुहोस् ओके मामा बस्नु भयो नि तपाईँ त अन्त कति बेला आउनु भएको मामा अब उहाँ चाहिँ हाम्रो साथीभाइहरूले पर्खिरहेछ है अब यहाँबाट चाहिँ हामी सिधै जानेछौँ हाम्रो साथी विक्रम थापाकोमा है है अब स्टार्टिङ उहाँकै दाजु त्यहाँदेखि आएर सिधै मेरोमा हुन्छ कि बिन्दु गोपाल साथीकोमा हुन्छ त्यो चाहिँ अब अहिले टुङ्गो दिँदो गरिदिन्छ है त्यहाँबाट खानापिना चाहिँ मेरोमा छ योपालि डिनर चाहिँ सबैलाई डिनरै मैले प्रोभाइड गरेको छु सबैको लागि एकदम स्पेसल मेरो श्रीमतीले अहिले एकदम घरमा बिजी छ साथीभाइलाई डिनर बनाउनुमा रिसाउँदै भए पनि उहाँको चाहिँ किन डिनर भन्दा नयाँ घर नयाँ हो नि त साथीको एउटा नयाँ घरमै पालि हामीले ओपनिङ गर्नुपर्ने त हो तर अब डिनर उहाँले गरेको कारणले गर्दाखेरि अरू जग्गा नै हामी भ्याएर आएर चाहिँ यहाँ डिनर गर्नेछौँ है त्यसपछि चाहिँ सायद अगाडि बिन्दु हुन्छ या त पछि हुन्छ है हामी अब साथीभाइहरूलाई भेट्नेछौँ आज हाम्रो फुल एटायर नै जातीय पोसाकमा छौँ हामी हो एकदम टोपी ढल्काएर हाम्रो मामाज्यूलाई चाहिँ एकदम धन्यवाद छ हाम्रो मामा जहिले पनि हामीसँग सिलगढीबाट आउनुहुन्छ है हाम्रो मामा चाहिँ जहिले पनि हाम्रो प्रोत्साहन एकदम यस्तो हुँदा चाहिँ हामीलाई एउटा प्रोत्साहन मिल्छ नि त होइन हामीभन्दा सिनियर मान्छेहरू यसरी आएर देउसी खेल्नको निम्ति भए पनि उहाँबाट आएर हामीसँग जोइन गर्नु भनेको ठुलो कुरा हो त्यसरी नै हामीसँग छ हाम्रो साथी है सन्दीप पनि छ नि त सन्दीप सिलगढीबाट आएर हिजोदेखिको बिचरा देउसी खेल्नुको लागि बसिरहेको छ आएको छ अब पनि आउँदैछ अब हामी भेट हुनेछौँ अब केही छैन हाम्रो देउसी सुरु भइहालेको छ देउसी है एकदम इन्जोय गर्दैछौँ हाम्रो आज फेरि भट्याउने चाहिँ एकदम अस्तिदेखि रेसल सुरु भएको थियो है एकदम डरलाग्दो भट्याउने हाम्रो दिपङ्कर भाइ छँदैछ हो ऊ त वान म्यान आर्मी जतिकै हो देउसीमा त मलाई केही चाहिँदैन उसलाई हल्का हल्का चिरी अलिअलि कटेर तातो पानीमा दियो भने चाहिँ उसले यो डरलागा चाहिँ मोटामोटी उसलाई भ्याउने मान्छे चाहिँ मैले देखेको छुइनँ है ल स्टे ट्युन एकछिनै हाम्रो साथीहरू आइपुग्नु आँट्यो है त ल भर्खरै मात्र आइपुग्यौँ हामी ए हाम्रो विक्रम साथीकोमा हामी 5 जना चाहिँ आइपुग्यौँ अझै 4-5 जना आउँदैछ बाँकी नै छ ओ के हो यो छैन त खोइ लाग्छ नि त अन्त के भयो खोइ त अन्त तरुस सुराल त तेरो त्यो घरले मादल निकाल्दा कोही मादल लोकेशले नयाँ ल्याएको छैन क्या ए अच्छा एकदम हाम्रो मामा मात्रै हेर्नुहोस् है आजको है यो हो नि त हाम्रो मामा है हामी भन्दा नि यङ देख्छौँ है मामा जो मामा ल्याऊ मजाको मामा ल माग्छ अरे हाम्रो यहाँ छ नि केपी ओली ठाउँकै छ त हौ केपी ओली ठाउँकै दिएछ हेर्दा आज है दामी माग्छ आजको विषयमा के कस्तो भन अब हामी यो दिवाली है वर्ष दिनको चाड हामी सधैँ नै मनाउँदै आइरहेकै छौँ होइन र यो पालि नै हामी अब विक्रम साथीको घरबाट सुरु गर्ने भनेर सबैजना आउँदैछौँ अब झोलुङ टिम पनि आउनु हुँदैछ आज यति मजा आयो हाम्रो मामा सिलगढीबाट आइदिनु भयो है हामीलाई चाहिँ अब हामीले खास खेल्नु चाहिँ हाम्रो भाइहरूले चाहिँ यो संस्कृति नबिर्सोस् भन्ने चाहिँ हाम्रो इच्छा छ एउटा है र हामी जसरी भए पनि हामी यसरी दिवालीमा चाहिँ अरू बेला जे जस्तो भए पनि दिवालीमा चाहिँ हामी भेट हुन्छै हुन्छ यो चाहिँ एकदमै राम्रो हुन्छ चाहिँ यस्तै हुनुपर्छ हामी पनि हो नमस्कार ल भाग्यमानी ओ कान्छ खोइ हो यता अरे इन्डियाको प्रेसिडेन्ट को अरे तपाईँ अरे इन्डियाको प्रेसिडेन्ट म एकदम हाम्रो मास्टर साथीले एकदम राम्रो मेसेज दिनुभयो है सिक्वा गिला बिर्सेर हामी चाहिँ जहिले पनि एउटा आफ्नो चाडबाड हाम्रो रीतिरिवाज परम्परा चाहिँ हामी जहिले पनि एउटा मजबुत राख्ने कामहरू गर्नुपर्छ है हामी सिनियरहरू भएर यसरी हामी टोटली आज चाहिँ हामी यसरी दौरा सुरुवाल टारमा छौँ है हाम्रो संस्कृतिलाई बचाउने प्रथाहरू हामीले गर्दैछौँ विशेष गरी हाम्रो मामा है उहाँ सिलगढीबाट आएर भए पनि हामी चाहिँ टाइम दिनुहुन्छ एकदमै राम्रो छ तर हाम्रो यहाँ जो घरको मालिक चाहिँ एकदमै हाफेनमै छ अहिलेसम्म हो
ल एनिभर्सरी आउँदैछ मेरो साथीहरू यहाँ छ नि है मजा गयो जे होस् केटाहरू क्या ल भर्खरै मात्रै हामी साथीभाइ सबै आइपुगे यहाँ चाहिँ अब यति मात्रै होला यहाँदेखि मुनि देखायो भने जस्तो यो हो नि त आमा के हो नेपालको राजा देखिरहेको अब हाम्रो सुरु हुन्छ ल बेका सर ल बेका सर यहाँ पछि आउँदैछ ल अब हामी माथिल्लो अब के अरे माथिल्लो स्टेयरमा लाग्दै के चाहिँ दिने भयो अहिले तलपट्टि खेल्नुपर्ने कि माथिल्लोपट्टि खेल्नुपर्ने हो ल अहिले फाइनली चाहिँ हामी सबैजना साथीभाइ भेट भयो झलुङपट्टिबाट आइसक्यो साथीहरू टोटल चाहिँ हामी 10-11 जना जस्तो हुनेछौँ फर्स्ट चाहिँ हामी सुरुवात नै हाम्रो विक्रम साथीको घरबाट गर्नेछौँ त्यस पश्चात चाहिँ राजेशको घरमा जानेछौँ त्यहाँ खावादावा गरेर चाहिँ मेरो घरमा हुन्छ होला बिन्दु है त्यहाँदेखि चाहिँ आज बिन्दुसँग गर्नु पर्ने त्यस पश्चात भोलि देउसुरे 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 चर्चबाट उठाएको छ त ल साथी हो फर्स्ट हामीले अब यहीँ अब विक्रम साथीकोमा खेल्यो है सुरुवात यहाँबाट भयो र अब त्यस पश्चात चाहिँ अब हाम्रो विकास साथीकोमा जो हाम्रो जलनगर सेक्रेटरी साहब हुनुहुन्छ उहाँ पनि जानै पर्यो है ल त अब हामी सुरु गऱ्यौँ है साथी हो यहाँ माग्छ यी हाम्रो विमल भाइ हाम्रो राज साथी सुरुवात चाहिँ भयो अब हो केटाले हल्का मुख त खोकाले होला होइन हो खकाले होइन त ओके छ ठिकै छ सोर आयो नि त अब त होइन अब त तान्छ नि केटाले घरले सोरले सब तानिहाल्छ नि ब्याग त के ठुलै लिएर आएको छ त कहाँबाट ल्यायो ब्याग त भर्नुपर्छ आज है ब्याग भर्नुपर्छ ब्याग भर्नुपर्छ भएन है सुरल झरेको लाग्यो दौरा त्यो लगाउने बानी भएर नि बेसी क्या अनि ब्याग त खतरै भिरेको त जल्लाको डल्लै सकेर जान्छु भन्नु छु ब्याग भिराएको हो ल त अब हाम्रो सेक्रेटरी साहेबकोमा कसले भाइ ल के हुँदैन बिचरा यही त मेमोरी छ जल्लाको सेक्रेटरी साहबकोमा आएको छौँ है अब सेकेन्ड चाहिँ यहाँ अब एकदम रङ्गोलीहरू लगाएर हामीलाई सुस्वागत चाहिँ एकदम राम्रोसँग गर्नुभएको छ हाम्रो सेक्रेटरी साहबले अब नेक्स्ट चाहिँ यहाँ हो त्यस पश्चात चाहिँ अब राय साथीकोमा होला कोही कता गयो माग्छ ए म उल्टी गर्छु भने ल गन्का गन्का देउसुरे हामी देउसेले यो आशिष दिन्छौँ यो घरैमा यो आँगनमा देउसुरे देउसुरे अन्त केटाहरू खाली अनलाइन मात्र अन्त रेसल गर्छ कहाँ हुन्छ त भन्छ एकै दिनमा रेसल गरेर दिनु सक्छ एकै दिनमा रेसल त भएको हो यहाँ पनि अन्त भयो है हाम्रो सेक्रेटरी साहबकोमा ताको घरमा है एकदमै दामी हो ए हाम्रो केशर साहबले ब्याग फल्टीमा हाल्नु भयो भित्र हिसाब चाहिँ भन्दै गर्दा हिसाब त यहाँ छ नि ल त अब हल्का रिफ्रेसमेन्ट अब यही हो चाडबाट सेक्रेटरी साहबको आउँदैन हल्का रिफ्रेसमेन्ट केटाहरूलाई उहाँ बस्नुहोस् ल हुन्छ ठिक छ सर लागे ल ल हुन्छ बोजू ए अर्को पनि अब लाइनमा ल ल ल भाइ हो ल ल ल जेन्जीहरू रहेछ है मिलेनियल्सहरूको ए भाइ हो ल ल ल ल ल अन्तमा अब यहाँ 2 घर सक्यो अब सायद बिन्दुतर्फ लाग्दै
ओ कपुसा नहराउनु बिचमा मलाई कहाँ हराउँछौ तिमी चाहिँ अलिअलि खाउनु भक्कु नखाउनु त दसैँ आउँछु हो है साथीभाइ अलि चल्छ उसको दिनमा मैले दिउला नि अन्त डबल दिउला यो नेगेटिभ खानु भन्छ अब नखानु भन्छ अब भन्छ जसमा केन लेनेको हैन अमिन बाबु त एउटा यो एक बिता बढाइदियो भने भगवान् एक बिता बढाउनु पर्ने त होइन एक बिता त होइन ब्याग चाहिँ खतरै छ यसपालि यो भर्नै पर्छ भन्छ केटाहरू अब फेरि सेट्यौँ बिन्दुतर्फ लाग्दै देउसुरे 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 नाच न बहिनी बढे बढे भन्छन् कोही जिन्दगी ल मिटा गए ल फाइनली घरमा पनि सक्यो है अब हामी फेरि राजेशको घरतर्फ लाग्दैछौँ सर पनि आउनु भएछ म साथी है ल सर राजेशसँग भेटौँ अहिले घुमाउने 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 ल सबैजना राम्रो भयो है दीपावली हो अलिअलि चल्छ नि अब अलिअलि हो त्यो त भइहाल्छ ल साथी छोड के आज चाहिँ हामीले पानी हाम्रो बेगम साथीकोबाट सुरु गरेको थियौँ है बेगम साथीको सुरु गरेर विकास साथीकोमा त्यस पश्चात मेरो घरमा बिन्दु गएर है ल आजको हामीले अन्त चाहिँ हाम्रो यही राजेश साथीकोमा गर्नेछौँ हो यहीँ मजाले सजाएको छ घर पनि है ल साथीभाइहरूले अब अन्तिम आजको चाहिँ अन्तिम देउसी हामी यहाँ खेल्दैछौँ भोलि चाहिँ हामी झलुङतर्फ लाग्नेछौँ समाल अल्लाह रे पैसै समाल लारे बारे ए लारे बारे सुरे लीले गुड़ लायो सुरे लोहागामा यो घरैमा यो आँगनमा हामी देउसेले देउसुरे देउसुरे सधैँमा भरि देउसुरे 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 हामी देउसेले
आँगनमा देउसुरे 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 ल साथीहरू अब फेरि आज हाम्रो चाहिँ अन्त घर है अन्तिम घर सायद आजको चाहिँ र भोलि फेरि हामी झलुरतर्फ लाग्नेछौँ है अब यही घरमै हाम्रो आजको डिनरहरू पनि यहीँ गरेको छ यो एउटा नयाँ घर मेरो साथीको है राजेश साथीको जसले यही सालमा चाहिँ कम्प्लिट गरे है यो घर र उहाँकै आज वासस्थानमा आज हाम्रो डिनर छ सबै देउसे टिमको है र आज यतिमै अन्त गर्दै र भोलि फेरि पनि आउनेछु नयाँ भ्लग लिएर है र स्टे ट्युन सबैलाई र यही तपाईँलाई यो देउसे भ्लग बनाइदिनु थ्याङ्क यू यदि यो भ्लग मन पराइदिनु भयो भने चाहिँ भोलि फेरि आउनेछु र डु लाइक सेयर एन्ड सब्सक्राइब कमेन्ट गर्नु नभुल्नुहोस् होला ओके